व्यक्तिगत रूपमा मेरो केही मनसा छैन। यो पहिल्यै भनेछ है, चुनाव भएर सिद्धिएपछि म चाहिँ फेरि किताब बेच्न जान्छु भनेर भनेकै छु। अब उति बेलाको कुरो, भविष्यको कुरो थाहा हुँदैन। अब त्यति बेलाकै परिस्थिति अनुसार हुन्छ। पार्टीको त अहिले खोल्नुपर्छ। कार्तिक 30 गतेभित्र खोल्ने, पार्टी खोल्ने हो भनेदेखि त कार्तिक 30 गतेभित्र खोल्ने हो नि। मन्त्रीज्यू नि हजुरले अन्यथा लिनु एउटा प्रश्न राइज गर्नु। ल भन्नु। गिटे कुट्नेले त चप्पल लाउनु सक्दैन, फाटेकै चप्पल लाउँछ, कोट लाउनु सक्दैन। तर तपाईँहरूले त 1000 2000 को जुत्ता त लाउनु सक्नुहुन्छ होइन? तपाईँहरूले सक्ने हुँदा हुँदै पनि चप्पलमा किन हिँड्नुहुन्छ? यो पनि एउटा लोकप्रियतावाद हो कि भनेर प्रश्न उठिरहेको ए साथीहरू त हावा रहेछ उसो भए है। तपाईँ त मैले बारम्बार भनिरहेको छु, मैले 14 वर्षको मेरो आत्मकथा पढ्नुहोस्। अघि कसैले आत्मकथा पढेको छैन, महावीर पुनले कसरी हुर्केर अहिलेसम्मको स्थितिमा आयो भन्ने कुरा थाहा छैन भने आत्मकथा पढ्नुहोस्। आत्मकथाको किताब बिक्री हुन्छ कि भनेर यो भने होइन। त्यहाँ सम्पूर्ण कुरा लेखेको छु। हाम्रो बाल्यकालमा कसरी बिताउँथ्यौँ भनेर पनि लेखेको छु।